अब लागु औषधको प्रयोग र अपराधको अवस्थामा अलिकता ट्रेन्ड चाहिँ चेन्ज भएको छ। यो पहिले हामीले सबै सरकारवालाहरू यहाँ यो हलमा बस्ने हामी मुख्य सरकारवालाहरू छौँ, चाहे त्यो सरकारी निकाय हो चाहे गैर सरकारी निकाय हो। गृह मन्त्रालयको दृष्टिमा हामी विभेद गर्दैनौँ। हामी सरकारवाला भन्नु सबै एउटै हो, हामी एउटै समाजको एउटै ढुङ्गामा हिँडेका छौँ। पहिले हामीले परम्परागत रूपमा यो गाँजा अफिम चरेसहरूको प्राकृतिक रूपमा उत्पादन हुन थाल्यो। दोस्रो फेजमा यो फार्मास्युटिकल फर्ममा गयो, औषधिको फर्ममा गयो होइन, ट्रामाडोलदेखि लिएर विभिन्न खालको। अहिले चाहिँ अब हजुरको यो कृत्रिम एकदम सिन्थेटिक र एनपिएस फर्ममा विभिन्न खालका फर्ममा आएको छ। त्यसमा डे बाई डे इट इज चेन्ज। भनेपछि हामी पनि त चेन्ज हुनु, हाम्रा बच्चाहरूलाई पनि यसबाट जोगाउनका लागि र हाम्रा अपराध अनुसन्धान नियन्त्रणका तरिकाहरूमा पनि हामीले अझ आधुनिकीकरण गर्दै अपराधको दर र हाम्रो अनुसन्धानको दरलाई सँगसँगै लानुपर्ला जस्तो लाग्छ। त्यसमा निवेदन गरेँ। अब अहिलेसम्म हाम्रो अपराध अनुसन्धानबाट मुद्दा दर्ता भएको स्थिति हेर्दाखेरि अब हामीले गैर कानुनी काम गर्नेलाई कानुन बमोजिम दण्ड दिने सरकारको दायित्व, त्यही दायित्वलाई पुरा गर्ने क्रममा यो वार्षिक आँकडा करिब यो 81-82 मा 7,943 जना चाहिँ पक्राउ गर्ने दर बढिएको छ। तर यद्यपि हामीले कसलाई पक्राउ गरिरहेका छौँ, यसको सप्लायरलाई पक्राउ गरिरहेको छ कि स्टबिसलाई पक्राउ गरिरहेको छ कि युजरलाई पक्राउ गरिरहेको छौँ भन्ने कुरा चाहिँ हामीले अलि बेग्लै ढङ्गले हेरिरहेका छौँ। अहिलेबाट यो वृद्धि दर चाहिँ करिब 8% छ। तर यो सङ्ख्या हामीलाई वृद्धि भएको देखाउनु मन छैन, त्यही हामी यसलाई रोकथाम गर्न चाहन्छौँ। अहिले मैले यति निवेदन गरेँ। डरलाग्दो यो 76 सालको चाहिँ एउटा सर्वे गरेका थियौँ हामीले, लागु औषध प्रयोगकर्ताहरूको सर्वे। त्यसमा 5.06%ले चाहिँ हाम्रो नेपालको टोटल सोसाइटीमा यतिले चाहिँ यो 19 देखि 29 वर्षसम्मका हाम्रा युथले चाहिँ युवा पङ्क्तिले चाहिँ सेवन गरिरहेछन् भन्ने थियो डाटा। तर यो अहिले चाहिँ केही बढेको छ भन्ने हाम्रो अनुमान छ। हामीले एउटा दुईवटा जिल्लामा अनुमान गर्दा सर्वे गर्दाखेरि प्रहरीले ब्युरोले करिब 30,000 जना एउटा जिल्लामा देखिएको छ। अनुमान गरौँ कि एकछिनलाई 30,000 अब इन्टु 30 गरौँ न ल, तराईका जिल्ला उपत्यका हिसाब गर्दाखेरि 30 त्यहाँ कति हुन्छ आफै हामीले अनुमान गर्न सक्छौँ कि यसको स्थिति चाहिँ भयावह छ नि भन्ने देखाउँछ। अब मैले एकदम निवेदन गरेँ, यसको बदलिदो स्वरूप र ओसार पसारका अब विभिन्न यसका डाइनामिक्स कारणहरू विभिन्न छन्। अबलाई विभिन्न सुईद्वारा होइन फार्मास्युटिकल दुरुपयोग गर्ने सिन्थेटिक ड्रग्सको छ भने उता देब्रेतिर अब खुला सिमाना र यो अन्तर्देशीय यो ट्रान्जेक्सन कहिले अब यो हामीलाई साउथ एसियन ककटेल भनेको छ, कहिले गोल्डन प्रेसिडेन्टकादेखि लिएर विभिन्न अहिले अब ओपन बोर्डरदेखि लिएर हाम्रो यो के अरे ग्लोबलाइजेसनले भनौँ न, अहिले त आइटीले गर्दाखेरि पनि सामाजिक सञ्जालले गर्दाखेरि